ए 35 किलोले 60 किलो उठाएर खाली यो कुमार भाइ ल्याङल्याङ गर्छ हैन बिजोग छ है साथीभाइहरु बिजोग छ ओ गाडी गयो ओए वाइफर कसले बन्द गर्छ ए बाबु हिलो लाग्छ अलि छौपट्टिबाट अब हिलो ए कति बोलाउनु यता भनेर हामीसँग यार हामीले स्टियरिङ कन्ट्रोल गरे हो र यत्रो बल किन गरे अनि यार ओए यता गर्ने न मान्छे माग्न आउनु बाबा हो मैले अहिले रक्सी खुवाइरहेछु नलाए खोइ यता हेर्नु मिता कुमार भाइ त्यो कमजोरी मान्छेलाई फ्रुटी देऊ सबैले यो दारी गुरुलाई गाली गरौँ सबले दारी गुरुलाई गाली गर्ने हैन अब एक गरेर कुकुरले मुत्या ठाउँमा अब नचढ्ने चिज अब यो हिलोमा हाल्दैछ कहाँ हुन्छ जति तल गयो त्यति दबिरा भस भस आयो अनि यहाँसम्म पुग्यो भने त मान्छे नै भेट्छ मान्छेको दबिरहेको छ नि यत्रो गाडी दब्दैन यार अनि हाल्नु सक्दैन यार दारी गुरु हो क्या दारी गुरुले यस्तो गल्ती गर्यो नि हैन ठिकै लागेको छैन मलाई आज आएर ठिक लाग्यो बाटो बाटो पुरै बाटो साला कम्प्लेन गर्छ त्यस्तो गल्ती गर्ने मान्छेलाई फाँसीको सजाय नियम लागू पानी फुटाको नि पानी मिनी वाटर छ दाइ यार फेरि त्यता जाँदै कन्सर्ट चलिरहेछ हामी चाहिँ दायाँ बायाँबाट हेरिरहेछौँ त्यहाँ गीत गाउने नाच्ने त्यता अनि हेर्ने चाहिँ हामी यता हेर्ने यता चैते हाम्रो पनि हो एकचोटि नाचिदिनु नि त अलिक त्यहाँ गुरु हो ओइ ओइ पावर हो नि त उडे यार घुम घुम ल्याएर गरे 35 किलो भनेर गरे ए 35 किलोले 60 किलो उठाएर लगेर हाल्दिनु त्यहाँ ए गुरु हो लिक्ते गुरु कसम मेरो कसम त्यहाँ लगेर राख्नु त हिलोमा मार्ने विचार गरे त हो त्यहाँ लगेर राख्नु त त्यहाँ लगेर राख्नु न हुँदैन कस्तो रमाइलो हुन्थ्यो यार हामी गाडी फसेको भिडियो बनाइरहेको छौँ नि होइन कहिले आउनुभयो भनेर मर्नी गरी हान्ने हो क्या सबैभन्दा अलिकति हाम्रो चाहिँ यहाँ पुरै जाम लाग्यो है जाम दाइ त्यहाँबाट गुल्टाइदिनु खाली यो कुमार भाइ ल्याङल्याङ गर्छ हैन सबैभन्दा फुच्चे छ होइन सबैभन्दा फुच्चे छ ज्यादा बात गर त मर्दे बाघ खतरा जाम लाग्यो हाम्रो चाहिँ ओ लिक्ते गुरु के हुँदैछ अहिले तुरुन्तै पोस्ट गर्नुहुन्छ नि म बोलिदिन्छु हाम्रो चाहिँ ग्याङको मेन पत्रकार चाहिँ उहाँ हो लिक्ते गुरु लागिरहेछ लिक्ते नै लागिरहेछ यहाँ लिएर छ नि यो भाइको कतिको दम रहेछ के भिडियो सधैँ हाले तिम्रो मात्र भिडियो हालेछ अहिले चाहिँ यो बल्ल राणा जस्तो देखियो राणा कमाल रोक दिया आयो हामी चाहिँ यहाँ दर्शक छौँ चढाउँछ हामी पानीमा
वही दुईटाको पद बिजोग छ हो साथीभाइहरू हाम्रो बिजोग छ दारी गुरु हेलो धान रोप्न जाने हो बिउ काटेर ल्याऊ केटा हो बिजोग छ है साथीभाइहरू बिजोग छ यस्तै छ पानी परेर बिजोग बिजोग गाह्रो छ हाम्रो मोटे भाइले हो चढायो मोटे भाइ चढायो ओरालो झार्दै छ ए झारे ओह्रालो याफे ओरालो झार्दिरा हो हिलो त भइहाल्छ कुमार तामाङ अनुसन्धान गरेछ हो कुमार भाइ दियो 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 कुमार भाइले झड्का बिजोग छ हैन खोलाबाट नि गाडी आले छ यहाँको पुल हो पुल बगायो पुल त अघिल्लो वर्ष बगाएको नि पुल यहाँ त ए यो पुलबाट गाडी हाल्ने हो पुल त्यहाँ छ उ। रोपाई बर्खा लागेपछि बाटोमा धान रोप्नु पर्छ होइन कहाँ छ गाडी लास्टमा हो भयो अब मिसिन धरी फस्यो ए हुँदैन के पछाडिबाट ठेला हो यार पछाडिबाट त झन् एक थोपो पनि बल हुँदैन यसको त ओइ दारी गुरुको यहीँ आएर माथि यहाँ आउँदा त यसलाई के पछाडिबाट भन्नु भने? ठेल्ने, म बल गर्ने म तरिका सिकाइदिउँ यहाँ उत्रिन्छ त ऊ त्यही भएर यो नजाउँ भनेको यसको हेर्नलाई ऊ लाइट दिएको छ अझ यहाँ ओ गाडी गयो ए बाबु के डिजेल सकिन्छ रे जहाँ अप्ठ्यारो हो त्यहाँ चाहिँ स्टार बन्द गर्छ स्टार बन्द गर्ने तिमीहरू गाडी स्टार बन्द गर्दैन डिजेल सकिन्छ नि त फेरि अनि तलतिर गयो भने त केही हुँदैन होइन तर डिजेल सक्यो भने बर्बाद हुन्छ फेरि ए बाबु हिलो लाग्छ अलि छेउछेउपट्टिबाट अब हिलो लाग्छ तिम्रो खुट्टामा कार्पेट बिछाउ कि कसम त यार यो मिसिन पुरै भिजिसक्यो यहाँ त्यो मिसिनवालाले पहिलाको मिसिनवालाले तान्दा हामीले जति खिच्दा पनि कुचन लुज हुँदैन एकदम कसम भने अलि चाहिँ मिसिनले तानेर लिएर गयो यार भिडियो गर्नै बिर्सेछ साथीभाइहरू के गर्ने होला यार टड्याङ टड्याङ हामी चाहिँ पुरै छाता उडेर कता हिँडेको बिजुली बालेर हट भएर पट भएर गएर सोफियालाई तलतिर हाल्यो ल ल ल ल ल लै 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 अरेले टुचन ल कुमार भाइ आयो कुमार भाइ राइडर कुमार बताउनु हो त्यहाँ बताउनु छेउछेउ आउनको लागि बताइदिनु यो हुँदैन यो अहिले यो सबै गाडीलाई लाइन लाएर उयो यतापट्टि साइडमा होइन ठुलो खोला आयो भने पकाइदिइहाल्छ होइन ठुलो खोला आउँदैन ब्लगमा आएन भने त्यही भएर मोटे भाइलाई ब्लगमा निकाल्नु पर्यो। नमस्ते गर के दुईटा औँला देखाएको अँ, नमस्ते गर्ने दुईटा औँला होइन हो स्याबास भाग्यमानी होस् चाँडै बेहोस् सन्तानले डाँडा काँडा धाकुन् अहिले त फेरि आएछ त केटो फेरि अघि मम्मीसँग बोलिरहेको थिएँ कि त यार धुत्, यस्तो अप्ठ्यारो ठाउँमा कहाँ मम्मीसँग बोलेर हुन्छ त यार। बेकार टेन्सन हुन्छ नि त अनि खुल्ला ठाउँमा गएर आनन्दले सुत्ती कुरा गर्ने हो मम्मी ओ अलिक छेउपट्टि आउनु अलिक छेउपट्टि आउँछ अलिक छेउपट्टि सिधै आउनु सिधै मिसिनले फोर व्हिल लगाएको छैन यार फोर व्हिल छ यसको फोर व्हिल हुँदैन त मिसिनको ए फोर व्हिल लगाउन बुढो है फोर व्हिल दुई एक्सल लगाउनु न अब हेर्नु औ गर्दैन यो मात्र यो साइड यो साइडको मात्र भइरहेको छ अघि तपाईँको उहाँ मोटेको तान्ने बेला नि अँ। सेकेन्डचोटि म माटो भएर आएँ नि अलिकति पनि राउन्ड नखाइ गयो नि त्यतिखेर फोर व्हिल लागेको थियो यसको एक साइड मात्रै लग भइरहेछ एक साइड मात्र लग भइरहेको छ यो साइड र यो साइड दुइटा क्रस भयो भने छ नि अगाडिको यो साइड भयो भने उतापट्टि उल्टो साइड घुम्नु पर्छ अनि मात्र बराबर प्रेस त्यही त। लाग्छ ए कति बोलाउनु यता भनेर हामीसँग यार हामीले स्टेरिङ कन्ट्रोल गरे हो र यत्रो बल किन गऱ्यो अनि यार ओइ जाम निस्क्यो अब
गाडी त कहाँ गयो त्यो त यार फोर व्हिलर लगाउँदैन किन नलगा को हो यो अब चाहिँ 100% निस्किन्छ क्या ए हुन्छ हुन्छ यो ड्राइभर बहुत रिसाइरहेछ यो ड्राइभर कति रिसाइरहेछ यो ड्राइभर खत्तम छ खत्तम त भन्न मिल्दैन साथी हो जिग्री हो होइन बहुत रिसाइरहेछ आज गाडी नचढेर गाडी साउसोल्टी यसरी हाम्रो दाइ सम्झाइरहनु भएको छ यहाँ बडा रिसाइरहनु भएको छ यार सम्झे यार नरिसाउनु यार यस्तै हो अब के गर्नु गाडी चढ्दैन होइन पस्याङ र पस्याङ भइहाल्छ होइन यहाँ पुरा रिसाइरहनु भएको छ होइन सम्झे अब के गर्नु अनि दाइहरूले रिसाइरहनु भएको छ हाम्रो हाइडावाला दाइ अलिकति पर्फेक्ट नहुनु भएको रहेछ त्यही भएर यस्तो बिजोग भइरहेछ अब के गर्नु अब पुरानो हुन्थ्यो भने गाडी अघि नै कटिसक्थ्यो सबै पवन दाइहरूले सम्झाइरहनु भएको छ यहाँ अर्कोलाई गुर्जीलाई भाइले को गाइजहरू चाहिँ यस्तो गरी खाएर पुरा रैला भएर एकदमसँगले पुरै व्यवस्थितसँगले होइन दारी गुरु सहितको टोली गाइजहरू यहाँ कुमार भाइ मरिचे भाइ हो कुमार भाइ मोटे भाइ आशिष दाई सहितको टोली हाम्रो यहाँ पुरो ज्ञान पुरै जमात भएको छ तपाईँहरूको लागि ए मिता आई लभ यु मिता देखाउनु पर्नु यतिको रमाइलो हुन्छ मान्छे जानु तास लिएर आउनु तास लिएर ए के हो सिउँदोमा यसो छोइदेऊ न मात्र मैले यहाँ बुइटेर खोला बुझ्छु नि डल्लो मान्छे बिजोग हो यहाँ बिजोग हो उठाउने के हो ठेला भनौँ न एकचोटि ठेल्न ट्राई गर्नु न
ल छाता ओढेर हो राइट हो आयो आयो आउँछ अब आउँछ अब ए धेरै आऊ ए त्यो यार राइडर मान्छे हो त अनि हो आयो 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 दाइ आयो त्यो स्ट्रिङ सिधा गर्नु स्ट्रिङ सिधा गर्नु स्ट्रिङ हो 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 आयो आयो दारी गुरु सहितको टोलीले यहाँ एकदम आयो आयो ए आउँछ क्या आउँछ मात्रै एक्सिडेन्ट भएको छ यसमा के भन्न चाहन्छु ठ्याक्कै गएर रुखमा अड्क्यो रुखमा गएर अड्केर मात्रै बचेको है साथीभाइहरू यो गाडी नत्र गइसकेको थियो आमा यो रुखले अड्केर मात्रै बच्यो यार हजुर ए ल कुमार भाइ एउटा भोजपुरी गीत गाऊ ना छुटी दारू से रिश्ता ना छुटी दारू से रिश्ता भले मार हुई बवाल बवाल गाउँथ्यो नछुटी दारू से रिश्ता भन्छ लास्टमा गरिदिए यार आएन कि यस्तै छ हामी ए यहाँ हो 41 41 को गुरु यहाँ हाम्रो 41 यहाँ ए हामी चाहिँ यो कालो 2 दिन लाग्यो हिँड्नलाई लास्ट हिलो हिलो छ ओ कता गयो बोलेर हालिदिनु ल अब सबले यहाँ राकेश बोरोलाई मिस गरेछ हैन एकदम खोइ दारी गुरु राकेश गुरु सबभन्दा धेरै गीत नबजाउनु त गिलासले पनि सबले यहाँ राकेश बोरोलाई मिस गरिरहेछ कुमार भाइदेखि लिएर कुमार भाइको खलासीदेखि लिएर उहाँ बाबा हो है यता गर्नु न उहाँ चाहिँ माग्न आउनु बाबा हो मैले अहिले रक्सी खुवाइरहेको छु अनुहार हेर्दाखेरि त्यस्तै लागिरहेको खुवाउला जस्तै छ होइन बिहान आँखा मिल्दै आइरहेको थियो दाइ 500 रुपियाँ ल्याउनु न चिया खाने पैसा भएन भन्दै थियो इन्डियाबाट आउनु भयो हो बाबाजी ल कसले गीत बजाइदियो रोका भनेको किन नरोक्या किन सर्लकै बिहा गरेर सर्लकै बिहा गरेर सर्लकै रात पर्यो भाइ ए यार सब निकाल्न थाले के दियो ए यार 9 महिनामा सर्लकै हुने भयो गेमै गरायो ल फोर कसको फोरा ल हेर के हो यार चस्मा किन हो खोल्नु दारी गुरु मलाई हेभीको बोटले नि हेभी खाइयो आइसिदै 2 दिनसम्मै ताक्छ उसले काम हान्दैन हुन्छ हौ के फरक पर्दैन
छिराउनै पर्छ अँ छिराउनै पर्छ भन्छ कालो 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 छिराउनै गुड दादा माने अब फस्यो मुला मनी आउने म निकाल्छु सब मोटे भाइलाई अब मैले के गर्नुपर्ने छ भनेर मलाई लागिरहेको छु कि के गर्नु पर्यो नाइमा हामीले चाहिँ लोकल कुखुरा बनाएछ लोकल माछा लोकल माछा काबेलीको खाएर अब यहाँ टाउको छ कटौरा मात्रै छ 3-4 दिन गुरु अँ 3-4 दिन हिलोको बसाइपछि अँ हैन बसाएपछि 3-4 दिन हिलोको बसाइपछि आज लोकल माछा खान पाइयो त्यो पनि काबेली खोलामा आएर अँ अझै 3 दिन लाग्छ होला जानु टक्क हामी चाहिँ खाएर सकिसक्यो अब एउटा मात्र काँक्रो खानु पर्यो लाग्छ हाम्रो आशिष दाई पनि हुनुहुन्छ यहाँ बोस अकबरे अकबरे सहितको छ है यहाँ खानु त पर्यो हामीलाई चाहिँ मिताले राति राति टायर खोल्न लायो खोइ यता हेर्नु मिता राति राति यता 12 बजे 12 बजे पुरै टायर खोल्न लायो केटाहरूले मोटे भाइ अँ देऊ देऊ मेरो गाडी कस्टमर कम हाल्छ हातमा कोही जान मन नमान्ने को मानेन तपाईँले भने होइन कमान दाइ तर मेरो गाडी आउँदाखेरि धेरै उठ्यो क्या हो मोटी झरेर आएको होइन यसको कुमार भाइ त्यो कमजोरी मान्छेलाई फ्रुटी देऊ अब गाडी चलाएर मलाई नलागिने लेबर अफेयर चाहिँ हान्ने हो हैन ए आले पोत्ता ए 1000 पैसा दिन्छ अँ अले